हर्क साम्पाङ मेयर भएको सिटीमा। त्यसैले अहिले चाहिँ म यहाँ सोध्न गइरहेको छु अब बालेन कि हर्क साम्पाङकै सिटीमा के छ। म यहाँ पब्लिकलाई सोध्छु। अङ्कल तपाईँलाई बालेन कि हर्क साम्पाङ? हजुर म के भन्नु यस्तो एउटा छान्नु पर्यो। एउटा छान्नु आफ्नै स्थानको मान्छे रोजेल हर्क साम्पाङ ल हर्क साम्पाङ अरे उहाँको। हस् धन्यवाद। म किन आफ्नै क्षेत्रको मान्छे हो धरानको। म पनि धरानकै बसोबास हो उहाँको पनि धरानकै बसोबास हो। एक्सक्युज मी दिदी हर्क साम्पाङ कि बालेन? एउटा हर्क साम्पाङ अरे ल भन्नु चाहिँ भएन। हर्क साम्पाङ त्यहीँबाट भनिदिनु भयो। एक्सक्युज मी ब्रदर बालेन कि हर्क साम्पाङ? एउटा अप्सन। कसैले पनि रेस्पोन्स गर्नु भएन यार। अब यो म बालेनलाई दिन्छु भोट। 1 2 3 4वटा देखाइदिनु त उता 4वटा है बालेनलाई। सिङ्गल आएकोलाई सोध्नु पऱ्यो के एकदमै धेरै उयो भयो क्या डिबेट भयो त्यही भएर म सोध्दा कि। एक्सक्युज मी ब्रदर बालेन कि हर्क साम्पाङ? म हर्क साम्पाङ। हर्क साम्पाङ अरे ब्रदर ल थ्याङ्क यू ब्रदर। आन्टी बालेन कि हर्क साम्पाङ? बालेन कि हर्क साम्पाङ? हर्क साम्पाङ। भाइ बालेन कि हर्क साम्पाङ? हर्क साम्पाङ। हर्क साम्पाङ। बाबु नानी बालेन कि हर्क साम्पाङ? हर्क साम्पाङ। आम्मा हर्क साम्पाङको क्रेज धरानमा एकदम धेरै छ। एक्सक्युज मी सिस्टर बालेन कि हर्क साम्पाङ? कोही होइन अरे उहाँहरूले दुईजनालाई नै दिनुभयो बालेन र हर्क साम्पाङ 1 1 दुईटै भोट दुईजनालाई नै भोटिङ भयो। फेरि आउँदै हुनुहुन्छ एकछिन खिचिरहनु होला। यहाँ डिबेट दामी खिचिराखिएको छ। एक्सक्युज मी सिस्टर बालेन कि हर्क साम्पाङ? भाइ बालेन कि हर्क साम्पाङ? बालेन। बालेन बालेन दिदी बालेन कि हर्क साम्पाङ? म हर्क साम्पाङ अरे दिदी पनि बालेनको अहिलेसम्मको जम्मा भोट 1 आइरहेछ है। बालेन कि हर्क साम्पाङमा सोद्धा दिदी बालेन कि हर्क साम्पाङ? बालेन कि हर्क साम्पाङ एउटा चुज गरिदिनु होला। हर्क साम्पाङ। हर्क साम्पाङ हस् थ्याङ्क यू दिदी।